नमस्कार मित्रहरू, आज हामी युरोपेली मुलुक पोल्यान्डको एउटा व्यवस्थित सडकको यात्रामा छौँ। यो भिडियोलाई ध्यान दिएर हेर्नुहोस्। यहाँको सडक पूर्वाधार कसरी निर्माण गरिएको छ, त्यसले नै आधुनिक र सभ्य समाजको परिचय दिन्छ। तपाईले भिडियोमा स्पष्ट देख्न सक्नुहुन्छ, यहाँ प्रत्येक गुड्ने र हिँड्नेका लागि छुट्टा छुट्टै गुड्ने ठाउँ वा लेन निर्धारण गरिएको छ। गाडी गुड्ने मुख्य सडक त छँदैछ, त्यसको साथसाथै पैदल यात्रीका लागि ढुङ्गा वा ब्लक बिछ्याइएको फराकिलो र सफा फुटपाथ छ। तपाईले भिडियोमा स्पष्ट देख्न सक्नुहुन्छ, यहाँ प्रत्येक गुड्ने र हिँड्नेका लागि छुट्टा छुट्टै गुड्ने ठाउँ वा लेन निर्धारण गरिएको छ। गाडी गुड्ने मुख्य सडक त छँदैछ, त्यसको साथसाथै पैदल यात्रीका लागि ढुङ्गा वा ब्लक बिछ्याइएको फराकिलो र सफा फुटपाथ छ। यदि मात्र कहाँ हो र साइकल चलाउनेहरूका लागि पनि छुट्टै सुरक्षित साइकल लेनको व्यवस्था गरिएको छ। हाम्रो नेपालमा सडक भन्ने बित्तिकै केवल गाडी गुड्ने पिच मात्र बुझिन्छ। फुटपाथ या त हुँदैन, भए पनि व्यापार गर्ने थलो वा भत्किएका खाल्टाहरूले भरिएका हुन्छन्। साइकल लेनको त कल्पना गर्न पनि गाह्रो छ। तर यहाँ हरेक नागरिकको सडक प्रयोग गर्ने अधिकारलाई सम्मान गर्दै पूर्वाधार तथा फराकिलो बनाइएको छ। यो व्यवस्थित पूर्वाधार नै दुर्घटना न्यूनीकरण र सडक सुन्दरताको पहिलो जग हो। अब कुरा गरौँ यहाँको सबैभन्दा सुन्दर नियमको। पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता। पोल्यान्ड र अन्य युरोपेली देशहरूमा जेब्रा क्रसिङमा पैदल यात्री आइपुग्ने बित्तिकै गुडिरहेका गाडीहरू स्वतः रोकिन्छन्। चालकले कुनै हतार नगरी हर्न नबजाई पैदल यात्रीलाई पहिले बाटो काट्न दिन्छन्। यो कानुन मात्र होइन, यहाँका चालकहरूको संस्कार र उच्च अनुशासन पनि हो। सडकमा मानिसहरूको ज्यान सबैभन्दा मूल्यवान हुन्छ। सडकमा मानिसहरूको ज्यान सबैभन्दा मूल्यवान हुन्छ भन्ने कुरा यहाँको ट्राफिक नियमले प्रमाणित गर्छ। कतिपय ठाउँमा ट्राफिक लाइट नभए पनि जेब्रा क्रसिङको सङ्केत देख्ने बित्तिकै चालकहरू सचेत हुन्छन्। यसको ठिक उल्टो हाम्रो नेपालको अवस्था कस्तो छ? नेपालमा जेब्रा क्रसिङमै गुडिरहेको गाडीको अगाडि ज्यान हत्केलामा राखेर बाटो काट्नुपर्ने बाध्यता छ। चालकहरू पैदल यात्री देख्दा कति बढाउँछन् र हर्न बजाएर तर्साउने गर्छन्। जेब्रा क्रसिङमै दुर्घटना भएको थुप्रै घटनाहरू हामीले सुनेका छौँ र देखेको पनि छौँ। पोल्यान्डको यो नियम र चालकहरूको यो व्यवहारबाट नेपालका प्रत्येक सवारी चालकले ठूलो पाठ सिक्न जरुरी छ। सडक व्यवस्थित हुनका लागि केवल चालक मात्र होइन, पैदल यात्री पनि उत्तिकै अनुशासित हुनुपर्छ। पोल्यान्डमा तपाईले कुनै पनि मानिसलाई जथाभावी बाटो काटेको भेट्नुहुने छैन। चाहे सडक जतिसुकै खाली किन नहोस्, मानिसहरू जेब्रा क्रसिङ वा ट्राफिक लाइट भएकै ठाउँबाट मात्र बाटो काट्छन्। सडकमा हिँड्दा वा बाटो काट्दा मोबाइलमा मात्र मग्न हुने वा जथाभावी दौडिने बानी यहाँ हुँदैन। यहाँका चालकहरूले पनि सडकको गति सीमालाई पूर्ण रूपमा पालना गर्छन्। बस्ती भएकै क्षेत्र, विद्यालय वरपर वा जेब्रा क्रसिङ नजिक आउँदा गाडीको गति निकै कम गरिन्छ। कसैले पनि लेन मिच्ने वा जथाभावी ओभरटेक गर्ने हरकत गर्दैनन्। हाम्रो नेपालमा भने चालक र पैदल यात्री दुवैमा अनुशासनको ठूलो कमी देखिन्छ। पैदल यात्रीहरू आकाशे पुल वा जेब्रा क्रसिङ प्रयोग गर्नुको सट्टा सडकको बीचबाट डिभाइडर नागेर बाटो काट्छन्। चालकहरू तीव्र गतिमा कुदाउँछन् र लेन अनुशासनको धज्जी उडाउँछन्। सडकमा गुड्ने र हिँड्ने दुवैले आफ्नो जिम्मेवारी नबुझेसम्म कानुनले मात्र सडक सुरक्षित हुन सक्दैन भन्ने कुरा पोल्यान्डको यो अनुशासनले सिकाउँछ। सोच्नुहोस् त, पोल्यान्डको यो सडक र हाम्रो काठमाडौँ वा नेपालका अन्य शहरका सडकहरू बीच कति ठूलो खाडल छ। नेपालमा सडक विस्तार त गरिन्छ, तर त्यहाँ पैदल यात्री, अपङ्गता भएका व्यक्ति वा साइकल यात्रीका लागि ठाउँ नै छुट्याइँदैन। सडकमा जताततै खाल्टाखुल्टी, अव्यवस्थित पार्किङ र धुलो मैलो मात्र देखिन्छन्। सबैभन्दा दुःखलाग्दो कुरा त नेपालमा ट्राफिक नियमको पालना केवल जरिवानाबाट बाँच्नका लागि मात्र गरिन्छ, आफ्नै र अरूको सुरक्षाका लागि होइन। ट्राफिक प्रहरी नभएको ठाउँमा नियम मिच्नुलाई बहादुरी ठान्ने प्रविधि हाम्रो समाजमा व्याप्त छ। सडकमा म पहिले पुग्नुपर्छ भन्ने अहम र हतारले गर्दा दैनिक रूपमा कयौं नेपालीहरूले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्। पोल्यान्डमा विकास केवल ठूलो भवन र चिल्ला सडकमा मात्र सीमित छैन। विकास यहाँका मानिसहरूको सोच र जिम्मेवारीपनमा देखिएको छ। जबसम्म हामी नेपालीहरूले सडकलाई साझा सम्पत्ति र आफ्नो जिम्मेवारी मान्दैनौँ, तबसम्म हाम्रो देशमा जतिसुकै ठूला सडक बनाए पनि त्यो अव्यवस्थित र असुरक्षित नै रहन्छ। अब प्रश्न उठ्छ, के नेपालमा पोल्यान्ड जस्तै सकारात्मक परिवर्तन सम्भव छ? जवाफ हो, अवश्य सम्भव छ। तर यसका लागि सरकार, चालक र आम नागरिक सबैले आफ्नो ठाउँबाट केही महत्त्वपूर्ण कुराहरू बुझ्न र लागू गर्न जरुरी छ। सरकार र
योजनाकारहरूले अब सडक बनाउँदा केवल गाडीको लागि मात्र होइन, फराकिलो फुटपाथ र सम्भव भएसम्म साइकल लेन अनिवार्य रूपमा निर्माण गर्नुपर्छ। कडा कानुन र प्रविधिको प्रयोग, ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कारबाही हुनुपर्छ र पोल्यान्डमा जस्तै सीसीटीभी क्यामेरा र स्वचालित प्रणालीबाट जरिवाना गर्ने प्रविधि भित्र्याउनु पर्छ। चालकको सोचमा परिवर्तन। सवारी चालकहरूले जेब्रा क्रसिङमा पैदल यात्रीहरूलाई देख्ने बित्तिकै गाडी रोक्ने संस्कार बसाल्नुपर्छ। हर्नको प्रयोग पूर्ण रूपमा निषेध गरिनुपर्छ। पैदल यात्रीको जिम्मेवारी। हामी नागरिकहरूले पनि जथाभावी बाटो काट्न बन्द गर्नुपर्छ। सडकमा हिँड्दा नियमको पालना गर्नु हाम्रो सभ्यताको पहिचान हो। परिवर्तन अरू कसैले गरिदेला भनेर पर्खिने होइन, सुरुवात आफैबाट गर्नुपर्छ। जब हामी सडक निस्कदा अनुशासित बन्छौँ तब मात्र हाम्रो नेपाल पनि पोल्यान्ड जस्तै सुरक्षित र सुन्दर र सभ्य बन्नेछ। तपाईँलाई पोल्यान्डको यो सडक व्यवस्थापन र यहाँको अनुशासन कस्तो लाग्यो र हाम्रो नेपालमा यस्तो परिवर्तन ल्याउन अरू के गर्नु पर्ला? आफ्नो अमूल्य सुझाव कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद। सुरक्षित यात्रा गर्नुहोस्।